छैन नि बेतराती भाइ शान्ति बजार के भयो होला भाइ हेर्नुहोस् बेतराती बजार पुरै बेतराती बजार अब केही पनि पुरै पुरिसकेको छ सबै सुरक्षित रहनु होला सुरक्षित रहन एहे अब गाडी कति थियो बजार कति हो मान्छे कोही आकै छैन नि अझै आउने भएको खोलो त अनि सोल तपाई घरहरु यो त अझै आउँदैछ खोलो आकै छैन के खोलो सुरु नै भएन अझै खोलो खोलो आउने बाँकी छ बेतराती बजार पुरै पुरिसकेको छ सबै सुरक्षित रहनु होला त्रिशुलीतिर मैले भिडियो बनाए म तपाईलाई अहिले बना पठाइदिन्छु अब है हाम्रो त बाटै छैन सब मान्छे अब गएन दे कति मान्छे मरिसक्यो हैन अब भरे अब के मरे हैन दाइ त्यो मान्छे मरे अब कहाँ जाने त त्यो मान्छेहरु हेर्नु त बजार पुरै हो दाइ अब हामी चाहिँ नि बाँचेमा हैन छैन अब यस्तो स्थिति छ यो बिजोग स्थिति बेतरावती बजार पुरै ध्वस्त सकिसक्यो भैँसे सकियो अहिले भर्खर के अहिले भिडियो बनाइदिनु मतलब यति ठुलो बाढी आछ कि दाइ हैन तपाई ठ्याक्कै तपाईको यो अब उसमा आएको त्यो घुम्ने आइपुग्नु लाए हामी बेतरावतीबाट भर्खर सुरु भयो के पुरा घरै छैन दाइ लगभग तपाईँको 40-50 वटा घरै डुब्यो के मान्छे कति मर्यो हेर्नुहोस् 100-150 वटा घर डुबिसकेको छ त्यहाँ चाहिँ नि कटेम हैन अब मान्छे कति मरे कति के हो केही अब फर्किनु अत्तो पत्तै छैन यो अब हामी त कटिहाल्यौँ केही फरक परेन हामी चाँडै भयो बिहान आज अहिले अब म तपाईँलाई अझै भिडियोमा दुईटा भिडियो बनाएर अब म बनाउँछु नाइ हामी त भाग्यले बाँच्यो हो कि तपाईँहरू त चाँडै आइहाल्नु गाडी बाँच्नु भयो यार तपाईँहरू यार हाम्रो गाडी पनि फिर्ता गरिदिएँ मैले तपाईँहरू बाँच्नुभयो बाँच्नुभयो यति बसी होइन कति आके आज चाहिँ गाडी फेरि हेर्नु त यो बेतरावती तपाईँको पुलै छैन जम्मै बगाएर माथिसम्म आइसक्यो भने यति ठुलो आछ कि होइन पुरै नहुँदैन 200-300 वटा घर डुबिसक्यो मान्छे कति के हो गाडी कति के हो आजै फेरि गोसाइकुण्ड जाने गाडी यति धेरै आयो न डुबिहाल्नु उ त्यो घरै डुबिसक्यो पुलै जम्मै डुब्यो अब होइन खोलो अझै आइपुगेको छैन रे क्या माथिबाट हामीले खोलो त अझै आउँदैछ कि यो त आधी माथि आइपुगेको छैन त्यो त्यतातिर घरहरू सबै घरहरू लान्छ भाग्नु भ्याउने हो भने अहिले तिनीहरू